नमस्ते एभ्रिवान, हजुरहरूलाई नयाँ विषयवस्तुको साथ उपस्थित भइसकेको छु। जुन विषय रहेको छ हेर्नुहोस्, एउटा घना जङ्गलमा चाहिँ एउटा हाँसले अन्डा पार्छ। अन्डा पारिसकेपछि त्यो अन्डा खसेर रुखको फेदीमा पुगेर बच्चा जन्मिन्छ। बच्चा जन्मिसकेपछि ठुलो बन्छ, अलि ठुलो। अनि त्यहाँ जङ्गलमा स्याल हुन्छ। ऊ एक्लै अनि मामु गर्दै त्यो स्यालको पछि हिँड्छ। बिचरा हाँसलाई के थाहा मेरो आमा कस्तो थियो, के थियो भन्ने कुरा। उसलाई त केवल त्यो देखेको स्याल। अनि ऊ लड्दै भिड्दै थाक्दै, स्यालको हिँडाइ र उसको हिँडाइ फरक थियो। स्यालले छोडेर टाढा पुग्छ। अनि त्यो टाढा पुगिसकेपछि स्याल आराम गर्छ। आराम गर्दा फेरि लुकेर हेर्नुहोस् त यसरी आइपुग्छ। कति रमाइलोसँग है, बेबी सानो बच्चा, कति राम्रो माया लाग्दो त्यो हाँसको बच्चा। बिचरा उसलाई के थाहा छ र, त्यो घना जङ्गलमा म एक्लै हिँड्नुपर्छ र म एक्लै हिँड्नु पर्दा म सायद मेरो आमा नै यही हुनुपर्छ भन्ने उसले त्यो भोगाइबाट थाहा पायो। शत्रु भए पनि, कोही नहुँदाको आडमा शत्रु नै भए पनि त्यसको आडमा लाग्न मन लाग्दो रहेछ सायद। यो कथाबाट थाहा पाउन सकिन्छ। अनि उसले आफ्नै आमाको काख सम्झेर लोटीपोटी उसको काखमै गएर बस्यो। अनि त्यहाँ सानो गुफा, जङ्गलबाट पानी, झरना पानीहरू आयो अनि हावाहुरी पानी बताससँगै। अनि तिनीहरूले सानो गुफाबाट पार गरिसकेपछि अब उनीहरू नदीको तलाउमा पुगे। नदीको तलाउमा पुगिसकेपछि ऊ मजाले रमायो। रमाइसकेपछि उसले आफ्नै आमा सम्झिँदै उसको मुखमा छिट्टा खेप फाल्दै रमायो मजाले। अनि जहाँ त्यो स्याल आमा भनेर उसले पुकार्ने गर्छ त्यहाँ गयो। अनि खेलिरहेको समयमा फेरि उसलाई झम्टिनको लागि माथिबाट गिद्धहरू आउँछ। अनि त्यहाँबाट उसले बचाउने गर्छ। स्यालले आफ्नो सन्तान सम्झेर उसलाई हरेक पल माया, साथ, सपोर्ट र हेर्नुहोस् यसै हौसला दिएर अगाडि बढाउँदैछ। अनि त्यो बाटैमा उसले पनि बेसरी प्रयास गर्छ, अझै जोडले हिँड्ने प्रयास गर्छ। अनि ऊ ठुलो बढ्दै गयो, अब चाहिँ ठुलै भइसक्यो। अनि अब उसलाई उड्न सक्ने क्षमता आइसक्यो। अब ऊ उड्दा उड्दै थाकेर लड्यो। अनि लड्दा पनि फेरि स्यालले आएर उसलाई हौसला र हिम्मतका साथ, वहाँ हेर त आकाशतिर कसरी उडिरहेका छन्, तिमी हरेस नखाऊ न भनेर। अनि त्यही साइडमा अनि ठुलो जराए पनि आयो, धन्यवाद दिएको छ उसलाई, त्यो स्याललाई। अनि जसरी भए पनि उसलाई अगाडि बढाउनु पर्छ है भन्ने, उसलाई उड्नमा प्रयास गराउनु पर्छ तिमीले भनेर सम्झौता दिइसकेपछि अनि स्याल पनि आएर उसलाई आँट दियो, हौसला दियो, हिम्मत दियो। अनि उसले उतातिर हेर्दै ल त प्रयास गर त भनेर उसलाई भन्दाखेरि अनि उसले पनि प्रयास गर्यो। अनि त्यसपछि भन्छ, मामु म त अब हेर्नुहोस्, अब उड्दा उड्दै अब उसले भन्छ स्याललाई, मामु हेर्नुहोस् म त उड्न सक्ने भइसकेको रहेछु, हेर्नुहोस् त मैले उड्न सकेँ भनेर स्याललाई भन्दाखेरि अनि स्यालले तलबाट मजाले हेर्दै अनि माथितिर उसले उडिरहेको त्यो दृश्य हेर्दा स्याल खुसी भयो। फेरि अनि स्यालको नजिक आइपुग्यो। मामु चिन्ता नगर्नुहोस् भनेर। अनि त्यसपछि छुट्टिनु पर्छ अब हामी दुईजना भनेर दुईजनाले एकछिन रोया बासी अनि त्यस्तै कुराकानी गरे। अनि उडेर ऊ चाहिँ माथिसम्म आफ्नो साथीहरूसँग उहाँ पुग्यो। अनि स्यालले मजाले हेरिराख्यो कहाँसम्म पुग्यो, कतिसम्म, कसरी उड्दो रहेछ भनेर। तैपनि ऊ गइसक्यो। अब त उसले हुर्काएको माया, साथ, सपोर्ट गरेको सबै कुरा याद आयो। अनि हेर्नुहोस् अब उसले वहाँ उडेको देख्दा खुसी पनि छ एउटा मनमा, तर पनि मनमा नै ऊ त गयो, म एक्लै छु भनेर चिन्तामा स्याल यसरी फर्किरह्यो। अब जसरी भए पनि रमाउँदै खेल्दै यहाँसम्म पुगेको साथ आज उडेर जाँदा चिन्ता त हुन्छ नै। यति भन्दै बिदा हुन्छु, बाइ बाइ।